बुलबुलेमा आएका छौँ। एकदमै राम्रो छ हेर्नुहोस् होइन दाजु। अनि तपाईँको अनुभव यहाँनिर आउनुभयो होइन? रमाइलो छ घुम्नलाई, हेर्न एकदम आनन्द छ। हजुर बुलबुले माथि रुवालुङ झरना होइन, झाँक्रीबास गुफा। हजुर तपाईँहरू पनि आउनु होला, रमाइलो छ एकदम, घुम्नै पर्ने ठाउँ होइन? हजुर एकदम रमाइलो छ, आउनु होला भन्न चाहन्छु। हजुर अनि हामी चाहिँ यहाँनिर आएका छौँ। एकदमै रमाइलो छ, राम्रो छ। तपाईँहरू पनि आउनु होला भन्न चाहन्छौँ हामी सबैजनालाई। चाहिँ यो मैले आफैले गाएको गीतमा पनि हजुरहरूलाई मैले भनेको छु एउटा दोर्पा नेर्पा सोलमा र जाल्पा गाउँ बुलबुले र भुल्केलाई हेर्दै जाउँ भन्ने गीत म आफैले गाएको हो। र यहाँ चाहिँ यो मायाप्रीति लाउनु पूर्वको हलेसी गुफा दर्शन गर्दै दिक्तेल बजार आउनु भन्ने गीत मलाई चाहिँ जस्तो कि सपनामा देखाएको हुनाले यो विभिन्न धार्मिक स्थलहरूलाई अनि पर्यटकीय क्षेत्रहरूलाई चाहिँ उजागर गर्नुपर्छ केही भन्ने खालको भएर पनि होला सायद होइन। मैले चाहिँ आफै गीतहरू लेख्ने भएको हुनाले पनि यो विभिन्न ठाउँलाई चाहिँ समावेश गरेर त्यो गीतमा चाहिँ बनाइएको छ। र हजुरहरू पनि धेरै आउनु भएको छ यहाँ आएर पनि टिकटकहरू बनाउनु भएको छ विभिन्न ठाउँमा। तपाईँहरू नेर्पा जानुभयो, दोर्पा नेर्पा सोलमा होइन, जाल्पा गाउँ भन्ने त्यहाँ, त्यसै गरी रुवालुङ झर्ना यहाँ भइहाल्यो। यताको अर्को बाह्रपोखरी, दिप्लुङ छाँगो, मयुङ ट्याम्के होइन, हलेसी सबैलाई चाहिँ त्यो गीतले चाहिँ र मजुवाकाली, त्यसै गरी अर्को खालीको सिद्धेश्वर, यिनीहरू चाहिँ विभिन्न ठाउँहरूलाई चाहिँ हामीले समेटिएर बनाइएको गीत पनि छ। हजुरहरूले हेरिदिनु भएको छ र हामी पनि आज धेरै दिनपछि यहाँ आएका छौँ। एकदमै खुसी लाग्यो। दाजु त पहिलोचोटि आउनुभएको हो होइन? गीतले भनेका ठाउँहरूलाई चाहिँ हामीले अहिले चाहिँ घुम्दै पनि देखाउँदै पनि छौँ। कतिपयले चाहिँ त्यो गीतमा चाहिँ गाउनु भएको छ तर त्यो ठाउँ देखाउनु भएको छैन भन्नुभएको छ। तपाईँहरू आफै आएर चाहिँ हेर्नु होला पनि भन्न चाहन्छु। र उहाँले चाहिँ यहाँ दिपक दाहाल हुनुहुन्छ दाइ, उहाँले चाहिँ मेरो गीत सङ्गीत क्षेत्रलाई पनि अत्यन्तै धेरै सहयोग पनि गर्नुभएको छ, माया गर्नुभएको छ होइन। हजुरहरूको पनि माया आशीर्वाद पाइरहेको छु र अझै पनि पाऊँ भन्ने पनि आशा गरेको छु। अन्तिममा गएर चाहिँ दाइ केही भन्नुहुन्छ भने भन्नु होला। मेरो भन्नु त्यस्तो केही छैन। तपाईँहरू पनि आउनु होला, आफै हेर्नु होला, दर्शन गर्नु होला, रमाइलो ठाउँ छ। त्यस्तै हाम्रो खासै टाढा पनि छैन, दिक्तेलबाट 12 किलोमिटर मात्रै हो बुलबुले। आउनु होला, आफै दर्शन गर्नु होला। बाटो राम्रै छ, त्यस्तो नराम्रो छैन, आएर दर्शन गर्नु होला भन्न चाहन्छु। हजुर। र त अब हामीले चाहिँ अब बाटो पनि देखाएका छौँ। बाटो पनि एकदमै राम्रो, पहिलेको तुलनामा चाहिँ एकदमै राम्रो पनि बाटो बनेका छन्। यो पानीहरू पर्दै पनि आउँदा पनि केही फरक पर्दैन। दिक्तेल बजार आउँदा हलेसीमा आउनुहुने जति पनि भक्तजनहरू हुनुहुन्छ, मजुवाकालीका भगवती, खालीको सिद्धेश्वर अनि यो चाहिँ नेर्पाको बुलबुले रुवालुङ झर्ना पनि आउनु होला भन्न चाहन्छौँ हामी। विभिन्न खोटाङको चाहिँ विभिन्न ठाउँ चाहिँ एकदमै तपाईँहरू म्युजिक भिडियोहरू पनि बनाउँदै हुनुहुन्छ भने पनि खोटाङमा एकदमै राम्रा राम्रा दृश्यहरू देख्न सक्नुहुनेछ र छायाङ्कन गर्ने ठाउँहरू छन् भन्न चाहन्छु। र अहिलेलाई चाहिँ भने हामी तपाईँहरू सबैबाट बिदा हुन चाहन्छौँ। हस् त, नमस्कार, धन्यवाद। म त हेर पूर्वेली हुँ, तिमी पर्यौ पश्चिम की। म त हेर पूर्वेली हुँ, तिमी पर्यौ पश्चिम की। मुसु मुसु हाँसिरहन्छौ साह्रै नै लक्षण की। मेरो कालीको हो सिउँदो खाली भो, मेरो दिलको दरबारमा बस्ने रानी हो, मेरो दिलको दरबारमा बस्ने रानी हो। हो निलै हो, हो निलै हो, मेरो दिलको दरबारमा बस्ने रानी हो, मेरो दिलको दरबारमा बस्ने रानी हो, मेरो दिलको दरबारमा बस्ने रानी हो। पूर्व पश्चिम जहाँ बसे नि कुरा सुनौ पुर्खाको, पूर्व पश्चिम जहाँ बसे नि कुरा सुनौ पुर्खाको। यति धेरै
साँचो माया गर्ने आजकल त्यति धेरै पाइँदैन साँचो माया गर्ने आजकल त्यति धेरै पाइँदैन मेरो भन्नु सक्छौ तिमी अरू केही चाहिँदैन मेरो कालीको सिउँदो खाली भो मेरो दिलको दरबारमा बस्ने रानी हो मेरो दिलको दरबारमा बस्ने रानी हो निलैलै हो निलैलै हो मेरो दिलको दरबारमा बस्ने रानी हो मेरो दिलको दरबारमा बस्ने रानी हो मेरो दिलको दरबारमा बस्ने रानी हो मिठो खाना केही चाहिँदैन गुन्द्रुक ढिँडो खान्छु मिठो खाना केही चाहिँदैन गुन्द्रुक ढिँडो खान्छु चोखो माया गरेकी छु तिमीसँगै जान्छु मेरो कालीको मन चालेको धेरै भयो मैले माया गर्न थालेको धेरै भयो मैले माया गर्न थालेको निलैलै हो निलैलै हो धेरै भयो मैले माया गर्न थालेको धेरै भयो मैले माया गर्न थालेको धेरै भयो मैले माया गर्न थालेको डिम्पल भएको गाला तिम्रो उसै राम्रो कोठी डिम्पल भएको गाला तिम्रो उसै राम्रो कोठी चुप्पा चुप्पा मै खाइदिउँ कि गालैमा एकचोटि मेरो कालीको सिउँदो खाली भो मेरो दिलको दरबारमा बस्ने रानी हो मेरो दिलको दरबारमा बस्ने रानी हो निलैलै हो निलैलै हो मेरो दिलको दरबारमा बस्ने रानी हो मेरो दिलको दरबारमा बस्ने रानी हो मेरो दिलको दरबारमा बस्ने रानी हो जे गरे नि तिम्रै होमा के साह्रो आँटेको जे गरे